नमस्कार साथीहरू, तपाईँहरूको सामु फेरि यो नयाँ भिडियो लिएर आएको छु र यो साता नेप्से 2 अङ्कले बढेको छ। आउनुहोस् नेप्सेको बारेमा के कस्तो एनालाइसिस भएको छ, आउनुहोस् हेरौँ। सबैभन्दा पहिला डिस्क्लेमर, यो भिडियो केवल शैक्षिक जानकारीमूलक तथा अनुसन्धान उद्देश्यका लागि तयार पारेको भिडियो हो। यसमा प्रस्तुत गरेका सबै कुनै पनि प्रकारको वित्तीय सल्लाह, लगानी सल्लाह वा ट्रेडिङ सिफारिस होइन। नेप्से लगायत सेयर बजारमा लगानी तथा ट्रेडिङ उच्च जोखिम युक्त हुन्छ र सबैका लागि उपयुक्त नहुन पनि सक्छ। कुनै पनि लगानी निर्णय गर्नु अघि आफूले राम्रोसँग अध्ययन गर्नुहोस् र योग्य वित्तीय सल्लाहकारसँग परामर्श लिनुहोस्। यस भिडियोमा दिएको जानकारीका आधारमा कुनै पनि कार्य पूर्ण रूपमा आफ्नै जिम्मेवारी हुनेछ। यसबाट कुनै पनि नोक्सानी वा क्षतिको जिम्मेवारी भिडियो दिएका लिने छैन। तपाईँको व्यक्तिगत ट्रेडिङ निर्णयसँग यस भिडियोको कुनै पनि सम्बन्ध रहने छैन। यो भिडियोभित्र तपाईँलाई हामी विकली निफ्टीको एनालाइसिस गर्नेछौँ, मार्केटको अब भने प्रोस्पेक्ट्सको बारेमा गर्नेछौँ, ट्रेन्डिङ न्युजहरू र तपाईँको नेक्स्ट मुभ। आउनुहोस् विकली एनालाइसिसबाट सुरु गरौँ। यो साता मार्केट 2773को पोइन्टबाट सुरु भएको थियो र मार्केट चाहिँ सुरुको केही दिनहरूमा मार्केट चाहिँ 63 अङ्कले चाहिँ यहाँनिर घटेको थियो। 63 अङ्कले मार्केट घटिसकेपछि अर्थमन्त्रीले केही सुधारको लागि पहल गर्नुभएको थियो। तर त्यस पछाडि चाहिँ मार्केटले चाहिँ एउटा ब्रोकरहरूसँग जुन मिटिङ भएको थियो, त्यस पछाडि चाहिँ एउटा मार्केटले यो पोइन्टबाट चाहिँ एउटा 90 पोइन्टको चाहिँ अपको मुभ लिँदै एराउन्ड 2837मा मार्केट चाहिँ क्लोज हुन पुगेको छ र मार्केटले चाहिँ यो विकमा चाहिँ अलमोस्ट 64 पोइन्ट्सले चाहिँ टपमा लागेको थियो भने अन्तिममा चाहिँ केही समय फेरि मार्केट तल पनि आउन पुगेको थियो। यो साता ओभरअल मार्केट चाहिँ 2%को चाहिँ मार्केट अपट्रेडमा गएको छ। त्यसैले सम्पूर्ण लगानीकर्तालाई म बधाई भन्न चाहन्छु। र त्यस्तै गरी अब हामीले यदि भोल्युम वाइज हेर्छौँ भने चाहिँ एउटा राम्रो पक्ष भनेको चाहिँ केही दिनहरूमा चाहिँ 4-5 दिनहरूमा चाहिँ एउटा कन्सिस्टेन्टली एउटा राम्रो भोल्युम आइरहेको छ, यहाँनिर हामी देख्न सक्छौँ। र अब यो पोइन्टमा चाहिँ जुन भोल्युम आएको थियो, हामी देख्न सक्छौँ सबैभन्दा धेरै भोल्युम आएको थियो र अलमोस्ट त्यही लेभल मार्केट पुग्दाखेरि चाहिँ भोल्युम कम छ र फेरि पनि अहिले त्यही लेभलको आसपास मार्केट पुग्दाखेरि चाहिँ भोल्युम चाहिँ कम छ। यसको मतलब चाहिँ कन्सिस्टेन्टली मार्केट चाहिँ त्यो पोइन्टमा चाहिँ रियाक्ट गरिरहेको छ र अब चाहिँ मार्केट माथि जाँदाखेरि अभियसली योभन्दा पनि धेरै भोल्युमहरूको हामी चाहिँ अपेक्षा गर्न सक्छौँ। अब आउनुहोस् मार्केटको प्रोस्पेक्ट्स एनालाइसिस गरौँ। मार्केटलाई केही समयदेखि हामी विकली एनालाइसिसमा हेर्छौँ भने चाहिँ यो मार्केट चाहिँ यो दुइटाको प्यारल च्यानलमा चाहिँ मार्केट बसिरहेको छ र यो पोइन्टबाट चाहिँ मार्केट यो च्यानलमा आउने, त्यसपछि फेरि टपको च्यानलमा जाने, फेरि यही साइडमा आउने र फेरि टपमा पुग्ने। अहिले भने चाहिँ मार्केटले चाहिँ यो च्यानलको मिड पोइन्टमा आएर चाहिँ सपोर्ट लिन खोजेको छ र मार्केट चाहिँ लास्ट विक चाहिँ यहाँबाट बढेको छ। अब अभियसली मार्केट चाहिँ यो च्यानलको टपमा चाहिँ एउटा रेजिस्टेन्स फिल गर्नेछ र मार्केट चाहिँ यदि यो च्यानललाई ब्रेक गरेर कि माथि जान्छ भने अदरवाइज फेरि यो च्यानलबाट चाहिँ मार्केट तल पनि आउन सक्छ। त्यस्तै गरी हामीले मार्केटलाई चाहिँ यदि यो अहिले जुन बढिरहेको छ, यसलाई चाहिँ हामी एउटा फ्ल्याग प्याटर्न, यसरी मार्केट जान्छ, यसरी चाहिँ एउटा फ्ल्यागमा चाहिँ मार्केट बस्ने, यसलाई चाहिँ हामी फ्ल्याग प्याटर्न भन्छौँ। यदि एउटा फ्ल्याग प्याटर्नलाई चाहिँ मान्ने हो भने चाहिँ यो फ्ल्यागको हाइट बराबरको चाहिँ पहिलो टार्गेट हुन्छ। यो यदि यसलाई चाहिँ मार्केट अब यहाँबाट बढ्ने क्रममा चाहिँ यसलाई ब्रेक गर्न सक्यो भने चाहिँ मार्केटको चाहिँ पहिलो टार्गेट चाहिँ एराउन्ड 3566 हुन्छ र यदि यो पहिलो टार्गेटलाई चाहिँ यदि ब्रेक गर्न र माथि जान सक्यो भने चाहिँ यो टोटल फ्ल्यागको हाइट बराबरको चाहिँ मार्केट यो पोइन्टबाट हेऱ्यो भने चाहिँ एराउन्ड 3800सम्मको चाहिँ मार्केटको चाहिँ अपरेट हुनसक्छ। यो चाहिँ मार्केटको पोजिटिभ सेन्टिमेन्टको भयो भने अभियसली मार्केट चाहिँ यदि यो पोइन्टबाट चाहिँ यदि माथि जान सकेन भने चाहिँ डेफिनेटली मार्केट फेरि यहाँबाट चाहिँ तल यो पोइन्टसम्म पनि मार्केट चाहिँ आउन सक्छ। त्यो भनेको चाहिँ एराउन्ड 2400को रेन्ज पनि हुनसक्छ। बोथ वे ओपन छ, तर तल आउने भन्दा पनि अभियसली यो पोइन्टबाट चाहिँ अब माथि जाने प्रोस्पेक्ट चाहिँ धेरै देखिन्छ। अब हामीले चाहिँ यदि नेप्सेलाई डेली टाइममा हेर्छौँ भने चाहिँ नेप्से चाहिँ केही समयदेखि यो रिसेन्टली बनाएको ट्रेन्डलाई चाहिँ सपोर्टको रूपमा लिँदै माथि बढिरहेको छ र जुन 3200को पोइन्टदेखि हामीले एउटा लाइन चाहिँ यहाँनिर तल त्यसरी एउटा स्ट्रेट लाइन ट्रेन्ड लाइन तान्छौँ भने चाहिँ यो लाइनमा चाहिँ रेगुलरली चाहिँ रेसिस्टेन्स फिल गर्दै गएको छ। अब पनि यहाँबाट मार्केट बढ्ने क्रममा चाहिँ यो पोइन्टमा चाहिँ यदि रेसिस्टेन्स फिल गरेर तल झर्छ अथवा चाहिँ यसलाई चाहिँ ब्रेकआउट गर्छ भन्ने कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। यदि यो पोइन्टमा चाहिँ अब यदि मार्केटले ब्रेकआउट दिन्छ भने चाहिँ अभियसली मार्केटले चाहिँ अबको यो अल टाइम हाई 4200मा चाहिँ मार्केटले चाहिँ टेस्ट गर्न सक्छ। यदि
हामीले चाहिँ यसलाई बोलिङ्गर ब्यान्ड लगाएर हेर्छौँ भने चाहिँ मार्केटले अहिले बोलिङ्गर ब्यान्डको मिड ब्यान्डमा रहेको छ र अभियसली अब मार्केट चाहिँ यो बोलिङ्गर ब्यान्डमा चाहिँ यदि सपोर्ट लिएर चाहिँ मार्केट माथि जान सक्छ भने चाहिँ बोलिङ्गर ब्यान्डको चाहिँ टप भनेको 29,637 अथवा 29,67को लेभलसम्म चाहिँ मार्केट जाने देखिन्छ र यदि यो मार्केट योभन्दा फर्दर बोलिङ्गर ब्यान्डलाई मोडिफाई गरेर माथि जाने क्रममा अगाडि बढ्न सक्यो भने चाहिँ अबको टार्गेट भनेको चाहिँ 3200 हुन सक्छ यदि मार्केटले चाहिँ यो फेरि पनि बोलिङ्गर ब्यान्डमा चाहिँ टच गरेर मार्केट तल आउँछ भने चाहिँ सपोर्टको रूपमा चाहिँ यही बोलिङ्गर ब्यान्ड र त्यसपछि पनि तल आयो भने चाहिँ लोवर बोलिङ्गर ब्यान्डसम्म चाहिँ मार्केट चाहिँ आउन सक्छ र जुन हिसाबले चाहिँ लोवर बोलिङ्गर ब्यान्ड चाहिँ माथितिर गइरहेको छ त्यो हिसाबले चाहिँ मार्केट चाहिँ अब अभियसली माथितिर जान सक्ने चान्सेस चाहिँ हामी पाइरहेको छौँ सो मार्केटलाई चाहिँ अब डाउन थ्योरीबाट यदि हामी हेर्छौँ भने चाहिँ मार्केटले केही समयदेखि हायर हाई लोवर सरी हायर लो हायर हाई हायर लो हायर हाई हायर लो हायर हाई हायर लो र हायर हाईको श्रृङ्खला बनाउँदै थियो जुन भनेको चाहिँ मार्केटको चाहिँ फल जसलाई चाहिँ हामी मार्केटलाई अप ट्रेन्ड ग्रुप भनिन्छौँ र रिसेन्टली यदि हामी मार्केटलाई हेर्छौँ भने चाहिँ मार्केटले यहाँनिर चाहिँ लोवर लो बनाएको छ सो अब जुन बढ्ने क्रममा चाहिँ मार्केटले अब यो पोइन्टलाई यदि ब्रेक गरेर जान सक्छ भने चाहिँ त्यसलाई हामी हायर हाई भन्छौँ भने यदि यो पोइन्टलाई चाहिँ अब मार्केटले चाहिँ ब्रेक गर्न सक्दैन भनेदेखि चाहिँ हामी यसलाई चाहिँ लोवर हाई भन्छौँ र यदि मार्केटले चाहिँ यहाँनिर लोवर हाई बनायो भने चाहिँ अभियसली यो चाहिँ बियरको सिग्नल हुन्छ र मार्केटले चाहिँ अब तलको यात्रा गर्नेछ भन्ने हामीले बुझ्नुपर्ने हुन्छ र यदि मार्केटले अब बढ्ने क्रममा चाहिँ यो पोइन्टलाई चाहिँ ब्रेक गरेर माथि जान सक्यो भने चाहिँ अभियसली हायर हाईको यात्रा सुरु गर्यो र फेरि पनि मार्केटले चाहिँ अप ट्रेन्ड कन्टिन्यू गर्यो भनेर हामी भन्न सक्छौँ सो अबको यो मार्केट चाहिँ कहाँनिर चाहिँ यसले पहिलो रेसिस्टेन्स फिल गर्छ अथवा यो पोइन्टभन्दा तल रेसिस्टेन्स फिल गर्छ अथवा यो पोइन्टलाई चाहिँ ब्रेक गरेर माथि जान्छ जुन त्यो पोइन्ट भनेको चाहिँ 2968को जुन पोइन्ट छ त्यो चाहिँ एकदमै महत्त्वपूर्ण हुने गर्दछ सो मार्केटमा अबको चाहिँ ट्रेन्डिङ न्युजहरू हेरौँ नेपालको आर्थिक वृद्धि दर चाहिँ यो वर्ष 2.7%मा सीमित हुने भनेर एडिबीले भनेको छ त्यस्तै गरी जुन निजी क्षेत्रसँग चाहिँ साझेदार गरेर राष्ट्र निर्माण गर्ने भन्ने कुरा चाहिँ जुन अहिले चाहिँ उठिरहेको छ नेपाल चेम्बर अफ कमर्सको हरेक यसरी हिरक जयन्तीमा त्यस्तै गरी एनआइबिएलको चाहिँ अब म्युचुअल फन्डको चाहिँ क्याप चाहिँ ओपन इन्डियन म्युचुअल फन्डको क्याप चाहिँ 10 अरब पुगेको छ जुन चाहिँ केही समयदेखि लगानीकर्ताहरूले यसमा चाहिँ अलिकति आफ्नो एसआइपी प्रिभेन्ट गर्दाखेरि पनि खातामा चाहिँ नआउने भइरहेको थियो त्यसले गर्दाखेरि चाहिँ अब यो चाहिँ फन्ड एउटा भोलु अथवा डाइमेन्सन बढ्ने बित्तिकै सायद अब चाहिँ लगानीकर्तालाई पनि केही सहज हुने गएको छ त्यस्तै गरी यो वर्ष चाहिँ यो वर्षको आर्थिक वृद्धि 4.05मा हुने भइरहेको छ भनेर चाहिँ र त्यसमा चाहिँ उचाइको क्षेत्रको योगदानको कुराहरू आएको थियो त्यस्तै गरी नोबेल ब्याङ्कहरू चाहिँ खुद नाफामा अगाडि बढ्ने कुरा त्यसै गरी अर्थमन्त्रीको आफ्नो नेप्सी बढेको कुराहरू यसमा इन्साइडर ट्रेडिङहरूलाई चाहिँ हामी ख्याल गर्छौँ तर कहाँबाट पैसा आयो भन्ने बारेमा चाहिँ हामी सम्पत्तिको बारेमा चाहिँ धेरै इन्भेस्टिङ गर्दैनौँ भनेर जुन अर्थमन्त्रीको चाहिँ बढेको आएको थियो त्यसले गर्दा चाहिँ मार्केट चाहिँ बढेको थियो सो अब चाहिँ तपाईँको नेक्स्ट स्ट्राटेजी के हुन्छ तपाईँ खुसी हुनुहुन्छ मार्केट चाहिँ अब अपट्रेन्ड जान्छ बुल मार्केट हो भनेर तपाईँ खुसी हुनुहुन्छ अथवा चाहिँ वेट एन्ड सीको रनले चप्याउनुहुन्छ अथवा चाहिँ प्यानिक हुनुहुन्छ तपाईँको रणनीति तपाईँको स्ट्राटेजी के हुन्छ कृपया कमेन्ट गर्न सक्नुहुन्छ यदि तपाईँले भिडियो उपयोगी लाग्यो भने चाहिँ भिडियोलाई लाइक र सेयर गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला र यदि तपाईँलाई केही सुझाव दिनु छ भने कृपया कमेन्ट गर्नु होला सो भिडियोलाई अझैसम्म हेरिदिनु भएको धेरै धन्यवाद अर्को भिडियोमा फेरि भेट्नेछौँ जीवनसम्म स्वस्थ रहनुहोस् मस्त रहनुहोस्